Hello, good morning everyone. Hope everyone is doing well. I'm back with another video. So I hope everyone is doing well. Also बिहान उठेर काममा गइसकेको छ भने म चाहिँ उठेर यसो रेडी भएँ, मतलब उठेँ फ्रेस भएँ. सो अहिले बिहानको अलमोस्ट 9 बजिसकेको छ. म पनि भर्खर जस्तै उठेको. वेदर एकदमै चिसो छ आज हैन, जस्तै हिजो 30 डिग्री थियो भने आज टेम्परेचर बुम डाउन भएको छ हैन. सो आज जम्मा 19 डिग्री छ. So it's really cold today. Not really cold, but comparing to yesterday. So मैले बिहानको ब्रेकफास्ट बनाउँदैछु असुको लागि र मेरो लागि हैन. So आजको ब्रेकफास्ट चाहिँ एज युजुअल एग्स अनि त्यसको नामै बिर्सिन्छु म. असु पनि आएको छ. असु पनि कामबाट भर्खर आयो. I just did a silly mistake हैन. So आज चाहिँ मन्डे हाम्रो भेज डे हो हैन. हामी दुईजना चाहिँ मासु केही पनि खाँदैनौँ एभ्री र मैले चाहिँ बिर्सेर आई स्टार्ट कुकिङ एग्स हैन. हामीले मन्डे एग पनि खाँदैनौँ हैन. भर्खर असु आएपछि चाहिँ ल आज म अन्डा खाने हो र भनेपछि पो आई वाज लाइक वाइ नट हैन. अनि त्यसपछि देन आई रियलाइज कि आज त मन्डे हो. त्यस्तो हाले म बिहान 8 बजीतिर पनि उठेँ. अनि त्यसपछि ल अब उठेर मुखसुख धोएर अब कामको लागि रेडी हुन्छु सोचेर लाइक आई फर्गेट कि आज मेरो डे अफ हो भनेर हैन. सो त्यस्तै भयो. यहाँ पनि अन्डा बनाएँ. असु कामबाट आउने बेला भयो, अब ब्रेकफास्ट गर्नुपर्छ भनेर अलि हतारमा ब्रेकफास्ट रेडी गर्दैछु. त्यसमा मैले अन्डा पो पकाएछु हैन. एनीवे हामी ब्रेकफास्टको लागि आज बाहिर जाने भयौँ हैन, किनकि उसको ब्लड टेस्ट पनि गर्नु छ. सो सी इज रेडी हियर. भर्खर कामबाट आएको मान्छे हैन, बाहिर जाने भनेपछि त तु रेडी हो नि फेरि. सो अब हामी कफीको लागि आज बाहिर जान्छौँ. एन्ड विल सो यु व्हाट वी आर अप टु. What we doing? रिफिलर बोक्यो. रिफर मेरो ब्यागमा छ. सो म पनि जुत्ता लाउँछु. यसलाई यहाँ राख्ने. मेरो बाल पनि काट्नु छ. पछि काट्छ होला, फेरि तिमी वेट गरिरहनुपर्छ. पछि काट्छु फेरि असुको अहिलेको टाइम वेस्ट हुन्छ नि त. म एक्लै गइरहन्छ बाल काट्नलाई. सो म चाहिँ आज अलि एक्स्ट्रा ह्यान्डसम हुँदैछु है. Oh my god, that's so cringe. ल समाज. Don't be cringe. ज्याकेट लाउनुपर्छ, जाडो छ. मेरो ज्याकेटै गाडी छ. मेरो 4 वर्ष अगाडिको ज्याकेट लाएर रेडी भयो बाहिर निस्किन. मेरो चाहिँ यो 8 वर्ष अगाडिको ज्याकेट. साँच्चै? मैले अस्ट्रेलिया फर्स्ट टाइम आउँदाखेरि लिएर आएको ज्याकेट हो. मेरो पनि हेर्नुहोस् बाटो मैले लिएर. मैले के खोजिरहेको सानो दिमाग होइन भाइ, मेरो दिमाग त ठुसको भएर. यहाँ छ चाबी. रिफरल चाहिन्छ होइन. यहाँ चाहिँ यदि तपाईँ डक्टरकोमा जाँदै हुनुहुन्छ ब्लड टेस्ट अथवा एक्सरे जुनै पनि कुराको लागि तपाईँले सुरुमा चाहिँ जिपीकोमा गएर मेडिकल गएर त्यसको एप्रुभल लिनुपर्छ होइन. इभन एउटा सानो मेडिसिन किन्नु पनि. सो त्यो चाहिँ हामीले अस्ति गऱ्यौँ. रिफरल लियौँ हामीले ब्लड टेस्टको लागि. यत्तिकै डाइरेक्ट गरेर ब्लड टेस्ट गर्छु भन्न पाउँदैन होइन. सो लाइट्स अफ. सो हामी रिफरल लियौँ अनि अस्ति रिफरल लियौँ. रुपाका है मैले फोन पनि बिर्सेछु. ए ला सेट भइदिँदा तिमी आएर एक्साइटेड भयो क्या बाहिर जान. सो डुपा मैले तिम्रो सिउमा हाल्दैछ तिम्रो पर्छ. सो के हुन्छ भने अनि डक्टरकोमा गएर एउटा मेडिसिन किन्नु पऱ्यो भने उनीहरूको एप्रुभ लिएर अनि बल्ल मेडिकल गएर लिने हो मेडिसिन चाहिँ. सो ब्लड टेस्टको लागि पनि त्यही गऱ्यौँ हामीले. अस्ति अप्रुभ लियौँ अनि आज जाँदैछौँ. सो लेट्स गो. फेरि असलले एक्लै ब्लड टेस्ट गर्न जाँदा पनि सुई देखेर रोइदियो भने भनेर. सो आम गोइङ विथ ह्यार. के गर्दैछौ तिमीले? मेरो बेइज्जत गर्दैछौ. मैले अन्डा पकाएँ आज भेज जग्गामा भनेर साथीहरूले देखाउँदैछौ. मैले मेरो पहिला भिडियो हेरेँ क्या. मेरो टुलहरू त नेवारी टुल भन्ने एक्सन त. म आफै लमा नेवार हो क्या केटा भइदिरहेको. Okay, let's go.
गाडी कहाँ राख्यौ बाहिर एक भित्र तिमी ड्राइभ गर्छौ ल गर बुनु बसेको सिट चाहिँ यसरी पछाडि लानुपर्छ डर लाग्छ बुनु मैले अलि सोचेकै छैन हामी पहिला सिधा कफी खान जान्छौँ कि ब्लड टेस्टको लागि जान्छौँ बिहान आफ्नै पुरानो भिडियोहरू हेर्दै बसेको थिएँ होइन अस्ति त बिहान 7 बजी उठेर काममा गएको थिएँ म त्यसपछि भ्युजे अनि म सुतिनँ नि अनि त्यो यसो के गरौँ भएको थिएँ अनि पुरानो आफ्नो भिडियोहरू यसो हेर्दै बसेको थिएँ वाज भेरी फनी त्यो रियाक्सन गर्नु मन लागेको थियो क्या मलाई मेरो आफ्नो पुरानो लगभग 4-5 वर्ष अगाडि पुरानो भिडियो कि म एक दिन टाइम भएको बेला चाहिँ म आफ्नो भिडियोहरूको रियाक्सन भिडियो बनाउँछु होइन त्यसमा र छ क्या फुटेजहरू सबै न म्युजिक ब्याकग्राउन्ड म्युजिक होइन त एकदम नोइजी त्यो र फुटेजहरू रहेछ क्या सबै अनि त्यसपछि एडिटहरू पनि त्यस्तो केही छैन अहिले पनि त्यस्तो चाहिँ हुँदैन तर पुरानोको भिडियोहरू झन् क्या अमेच्योर टाइपको छ क्या बवाल छ क्या मलाई मन परेको थियो मिन्टो मन्दिर गएको सिडनी सपिङ सेन्टर गएको होइन त्यस्तो थियो कि रमाइलो थियो एक दिन चाहिँ टाइम मिलेको बेला रियाक्ट गर्छु म तर मलाई बेस्ट लाग्यो चाहिँ हाम्रो बर्थडे भ्लग रहेछ नि त्यो एउटा अनि तिमीले सरप्राइज दिएको मलाई बर्थडेको भ्लगमा चाहिँ हामी बाहिर खाना गएको हुन्छौँ अनि पछि खाना गएर राति 10-11 कति बजी घर फर्किँदाखेरि चाहिँ घरभित्र अलरेडी त्यो रुममा क्या डेकोरेसनहरू हुन्छ क्या केकहरू भित्तामा होइन फोटोहरू अनि बलुन सबै डेकोरेट गरेको हुन्छ अनि म सक्नु हुन्छ नि तिमीले गिफ्टहरू दिएको अनि त्यो भिडियो हेरेको म बिहान क्या रमाइलो लाग्थ्यो पुरानो भिडियो हेर्न चाहिँ रमाइलो आउँछ रिजन नै त्यही जस्ट फर मेमोरिज होइन जस्ट फर फन यही भिडियो पछि अब 5-10 वर्षपछि हेर्दाखेरि एकदमै रमाइलो हुन्छ क्या मेमोरिज होइन फोटोमा भन्दा भिडियोमा बढी क्याप्चर हुन्छ नि एभ्री एक्सप्रेसन एभ्री फिलिङ्स लाइक त्यो मोमेन्ट नै फेरि रिलिभ गरे जस्तो फिल हुन्छ नि अनि आफू चिकोर यहाँको सिस्टम चाहिँ गाडीभित्र पसेपछि अनि यहाँ कता यसमा क्यामेरा हुन्छ अनि त्यसले नम्बर प्लेट चेक गर्छ र अनि हामी बसेको टाइम क्यालकुलेट गरेर निस्किँदाखेरि चाहिँ त्यहीँबाट अनि यति अमाउन्ट भयो भन्छ र हामीले पे गर्नुपर्छ होइन मिनिमम चाहिँ 2 आवर्स चाहिँ फ्री हुन्छ अनि 2 आवर्सभन्दा एक्सिड भयो भने चाहिँ हामीले पे गर्नुपर्छ सो विल नट टेक 2 आवर्स होइन असुको ब्रेक नै छ होला सायद 3 आवर्स कि कति छ लगभग 4 आवर्स हुन्छ नि 9, 10, 11, 12, 1 बजी हुन्छ हामी जस्ट लेस देन 2 आवर्स बसेर निस्किन्छौँ जस्ट ब्रेकफास्टको लागि मात्र आएको ब्रेकफास्ट प्लस उसको ब्लड टेस्ट गर्ने त्यही मात्र त काम हो दिउँसो कपाल काट्नु म एक्लै आउँदा पर्ला कि त अहिले गए नि हुन्छ त सँगै जाउँला हेरौँ लेट्सी गरेर खाप्ने हामी अस्तिको ब्लड निकालेर आइसक्यौँ अनि हाम्रो अस्ति अहिले यहाँ घाइते बिरामी छ होइन सो उसलाई मैले ओरेन्ज जुस किनिदिएको छु तर खाइरहेको चाहिँ मैले छु उसको ब्लड निकालेको छ नि त उसलाई भाइटामिन सी चाहिन्छ उसलाई ल तिम्रो लागि फेरि ब्लड पनि यति निकाल्छ भने ठानेको धेरै निकाल्यो कि है दुखेछ अलिअलि हाम्रो के भयो भने खासमा एकैछिनमा सकिनु पर्थ्यो होइन हामी जुन पहिला प्याथोलोजीमा गएर बस्यौँ त्यहाँ चाहिँ हामीले हाम्रो टर्न 4th-मा थियो कि अनि त्यसपछि अर्को अनि 3rd नम्बरको गइसकेको थियो होइन अनि हामीले चाहिँ अब कस्तो टाइम लाग्यो प्लस त्यहाँ भाइ पनि आएन अनि त्यसपछि के भयो भने हामी त्यहीँ नजिकको अर्को प्याथोलोजीमा जाऊँ न त भनेर गयौँ त्यहाँ चाहिँ सायद इन्सुरेन्सको कुरा लिएर पनि जुनमा कभर हुन्छ त्यसमा जाऊँ भनेर म अर्को प्याथोलोजीमा बुझ्न गएँ अनि अर्को प्याथोलोजीमा इन्सुरेन्स कभर हुन्छ भनेको इन्सुरेन्स हुन्छ भन्यो अनि मैले अस्तिको टर्न आउन लागिसकेको थिएँ ल त्यहाँ छोडेर यता हो भनेर बोलाइ त्यसपछि इन्सुरेन्स कभर हुन्छ भनेकोहरू मैले त्यहीँ बोलाएँ असलै लास्टमा त इन्सुरेन्स कभर तर अन्ली ओभरसिजको मिनिङ चाहिँ टुरिस्ट भिजामा आएकोहरूलाई चाहिँ रहेछ होइन सो हामी
स्टुडेन्ट भिजा र टुरिस्ट भिजा स्टुडेन्ट भिजा र टुरिस्ट भिजाको लागि चाहिँ ओभरसिज भन्न खोजेको रहेछ मैले चाहिँ ओभरसिज भनेर हो भने अनि लास्टमा चाहिँ त्यहाँ पे गर्नुपर्ने र पछि क्लेम गर्नुपर्ने भयो अनि फेरि जुन ठाउँमा हामी रेकमेन्ड गर्यो त्यो साइडकोमै जा भनेर अनि त्यही त उनीहरूले नै बरु अर्को प्याथोलोजीमा गयो भने चाहिँ उनीहरूले फुल कभर गर्छ त्यहीँबाट पैसा डिडक्ट हुन्छ इन्सुरेन्सबाट अन द स्पोट भने भएर चाहिँ अनि हामी फेरि फर्किनु पर्यो सुरुकै ठाउँमा र अनि हामीले टोकन नम्बर लिँदाखेरि त फेरि अब टाइम डबलै कुर्नु पर्यो क्या अनि त्यही भएको टाइममा यतिखेर त हामी घर सकेर मैले लन्च बनाउन सुरु गरिसकेको हुन्थेँ होइन असुको फेरि काम लिन्छ लेनमा रङ लेन यताबाट जानुपर्छ मिल्छ तर पे गर्नुपर्छ कि 2 आवर्स ओभर भयो कि भएर इन्सल्लाह ठिक छ सो अहिलेको काम यति नै थियो सक्यो अब यसपछि घर गएर लन्च खाएर अनि असु काममा गएर अनि दिउँसोको म एक्लो भएको टाइममा चाहिँ म हेयर कटको लागि आउँछु मिन्स म आज एक्स्ट्रा ह्यान्डसम हुँदैछु अनि हेर त्यसपछि यतिकै दिन जान्छ है सो आज बिहान चाहिँ एकदम जाडो थियो अहिले चाहिँ राम्रो घाम लाग्छ कि जाडो सन्नी छ क्या अझै यता किन बस्दैन बस्छु तिमी अब हामी घर जाँदैछौँ एकैछिनमा पुगिन्छ घर यहाँबाट 1 मिनट 2 मिनट ड्राइभमै अनि अस्ति मार्केट सन्डे मार्केट लाग्ने ठाउँ चाहिँ अब यहीँनिर हो है एकैछिनमा आइपुग्छ त्यो ठाउँ कस्तो राम्रो घाम लागेको क्या है ब्लड निकालेको मान्छेले गाडी चलाइदिएको यहाँनिर आया भएको छ है निचर्दिउँ क्या दुख्छ नि ब्लड फेरि अलिकति मात्र होइन क्या निकाल्न नि यत्रो बट्टामा 2टा बट्टा भरे थियो क्या गाडा रङ देख्यो क्या रियर ब्लड हो नि फेरि असुको है रिपोर्ट चाहिँ अब 2 देखि 3 दिनमा आइपुग्छ भनेको छ होइन उनीहरूले मेल गरिदिन्छ रिपोर्ट है उनीहरूले पोस्ट गरिदिन्छ अनि हामीले त्यही रिपोर्ट हेरेर चाहिँ अनि फेरि डक्टरसँग एकचोटि कन्सल्ट गर्नुपर्छ के छ के को कमी छ होइन कस्तो छ के छ भनेर फर्दर स्टेप लिनुपर्छ एकचोटि असुको रिजल्ट आएपछि अनि नेक्स्ट चाहिँ मैले ब्लड टेस्ट गर्छु त्यही तर मलाई एकदम डर लाग्छ ब्लड टेस्ट गर्न कमन ब्लड छ र मात्र सुइहाल्यो हात त स्वाइँ घुमाइरहेछ ल 1 स्टेपमै पार्किङ गरेर देखाइदियो है 1 स्टेपमै एक सर्टमा तिमीले जुन गर्छौ गर ल हुन्छ रिभर्स पार्किङ गर तर तिमीले एक सर्टमा गर्नु पऱ्यो मिस्टेक गर्नु भएन सो आज यहाँ बुनुको पार्किङको टेस्ट भइरहेछ होइन अब हेरौँ बुनु कतिको पार्किङ पर्फेक्ट गर्छ तिम्रो इज्जतको सवाल छ यहाँ एक सर्टमा यहाँ पार्किङ गरिदियो ठ्याक्क हाम्रो पार्किङ चाहिँ यो भित्ताको हो लेट्स सी है त अब असैले पार्क करेक्ट गर्छ कि गर्दैन एक सर्टमै यत्तिकै क्यामेरा भएपछि त गर्न सक्नुपर्छ है रिभर्स क्यामेरा ल है ल ल है गर्छ कि क्या हो गर्छ कि क्या हो पर्फेक्ट ल एक सक्नु अस्ति च्याम्प ल कङ्ग्रेचुलेसन बुनुले चलाएपछि त्यसपछि मैले चलाउनु पर्यो भने त सिर त पछाडि नै सार्नुपर्छ नि हामीले लन्च खाएको भिडियो बनाउनु पाएन मैले अलि रसमै थियो बुनुलाई काम पठाउनु म चाहिँ भर्खर असुलाई काममा ड्रप गर्न आएको थिएँ र ड्रप गरि पनि सकेँ अब यहाँबाट चाहिँ घर जाँदैछु घरभन्दा पनि पहिला म कपाल काट्नु पनि छ हिजो अस्ति कामको कारणले गर्दाखेरि कपाल काट्न आउनु भ्याउँथिनँ नि फेरि वेटिङ लिस्ट एकदम धेरै हुन्छ कि अनि त्यहाँ वेट गर्न थाल्यो भने त 2-3 घन्टा लाग्छ क्या आज मन्डे चाहिँ अलिक क्वाइट नै हुन्छ फेरि आज मेरो अफ पनि सो यहाँबाट सिधा अब हेयर कटको लागि जान्छु
अनि त्यसपछि रुम जान्छु अस्ट्रेलियामा टाइम म्यानेज गर्नै गाह्रो हुन्छ बिकज टाइम इज मनी हैन सो जस्तै खाली टाइमलाई चाहिँ युटिलाइज मात्र गरेको हैन पशुको काम घर नजिकै भएर पनि सजिलो भएको छ है यसो ब्रेकमा घरमै खाजा आए नि भयो बिहान फुर्सदले उठे पनि भयो त्यस्तो रस भएन काम जानलाई अब न ट्राफिक हैन न त अब ट्रान्सपोर्टेसनकै प्रब्लम भयो है म चाहिँ फाइनली कपाल काटेर घर आइसकेको छु दिस इज माई फाइनल लुक सो यस्तो देखेको छ मलाई सो यो कपाल काट्ने हाम्रो ब्रदर चाहिँ नेपाली नै हुनुहुन्छ सो इफ यु गाइज लिभ इन क्यानबेरा अराउन्ड फिलिप क्यानबेरा त धेरै ठुलो पनि छैन ड्राइभ गरेर नै 30-40 मिनटमा अल ओभर क्यानबेराको चारैवटा कर्नरमा पुगिन सकिन्छ हैन सो इफ यु गाइज लिभ इन क्यानबेरा आई रिकमेन्ड गोइङ इन हिज सप देसी डुड भन्ने छ त्यहीँ गएर काट्दा हुन्छ कपाल हैन बिहान 19 को वेदर छ भनेको क्यानबेरा त ल यस्तो गर्मी छ कि I really like his job राम्रो छ मैले भनेको यस्तै हो तर आई एम थिङ्किङ अब चाहिँ म कपाल हैन यो लो फेड मात्र गर्ने अनि माथिको चाहिँ बिचको चाहिँ कपाल पाल्ने हैन सो आई एम प्लानिङ नट टु कट माई हेयर लेट्स सी व्हाट विल ह्यापन किनकि हेयर इज गेटिङ लाइक थिनर एन्ड थिनर सो लामो भयो भने त झन् पातलो देख्छ हैन त्यही पनि लेट्स सी आई विल ट्राई टु किप माई हेयर लङ एज इट grows हैन सो आजको लागि त्यति नै थियो गाइस आई होप यु इन्जॉयड दिस भिडियो I'll see you in my next video till then everyone take care stay safe bye bye